안녕하세요 여러분 नमस्ते तपाईहरुलाई स्वागत छ हाम्रो जिटिके हबमा र हामी आज कोरियन भाषा अध्ययन गर्ने क्रममा उच्चारण विधि पनि त्यतिकै महत्त्वपूर्ण छ भनेर यसको लागि चाहिँ भिडियो बनाउँदै छु र लिसनिङ पनि के हो भने 20 वटा क्वेशन हो र रिडिङ पनि 20 वटा क्वेशन हो त्यो भएर लिसनिङको लागि चाहिँ यो हाम्रो प्रोनाउन्सिएसनले एकदमै महत्त्वपूर्ण भूमिका खेल्दछ अनि हामी बुझ्छौं एउटा प्रोनाउन्सिएसन गर्छौं एउटा उच्चारण विधिमा अनि उच्चारण कोरियनहरुले गर्दा अर्को भइदिन्छ त्यो त्यसकारणले गर्दा चाहिँ अलिकति फरक पर्छ अब टोटली रङ भन्ने नै त होइन तर फरक चाहिँ पर्ने गर्छ त्यो भएर हामीले शुद्ध उच्चारण कसरी गर्ने भन्ने कुराहरु चाहिँ जानियो भने पास गर्नलाई चाहिँ अलि सजिलो हुनेछ र यहाँ उच्चारण विधिमा के छ भने ईपीएस टपिक एक्जाममा 20 वटा क्वेशन नै प्रोनाउन्सिएसन हो भनेको छ है 20 वटा क्वेशन चाहिँ प्रोनाउन्सिएसन नै हो अनि फाछिम न म र ng यहाँ भनेको छ फाछिम न अनि म र ng आएमा त्यसपछि लगत्तै आ इ य ए यो यु ए र ए आएमा हुने उच्चारण चाहिँ यस्तो हुन्छ भन्छ हिम इब छ या हिमिब नभइकन चाहिँ के हुन्छ भन्दा हिमनिब हुन्छ भन्छ प्रोनाउन्सिएसन चाहिँ हिमिब नभइकन हिमनिब र त्यसैगरी सेकेन्ड नम्बरमा छौनिल भनेको छ छौनिल नभइकन के हुन्छ छौनिल हुन्छ उच्चारण छौनिल है छौनिल अनि थर्ड नम्बरमा मुसुनिल भनेको छ मुसुनिल नभइकन मुसुनिल भन्छ उच्चारण मुसुनिल अब पहिला चाहिँ मुसुनिल नै भनिन्थ्यो तर उच्चारण यो मुसुनिल सुनिन्छ मुसुनिल नै हो अनि नोङयाग भनेको छ नोङयाग नगरिकन नोङन्याग गरिन्छ भन्छ उच्चारण अहिलेको उच्चारण नोङन्याग है त्यसैगरी सोदोग्याग भनेको छ सोदोग्याग नगरिकन सोदोङन्याग गरिन्छ सोदोङन्याग उच्चारण सोदोङन्याग हुन्छ है यो हाम्रो अगाडिको उच्चारण जुन हिमिब छौनिल मुसुनिल नोङयग सोदोग्याग चाहिँ 100% रङ नै हो भन्ने कुरा चाहिँ होइन तर यो पनि के त इंग्लिश र नेपाली प्रोनाउन्सिएसन चाहिँ हो तर कोरियनहरुको उच्चारण विधि चाहिँ हाम्रो यो जुन साइडमा कालो बाक्लो अक्षरमा लेखिएको अक्षर चाहिँ कोरियनहरुले लिसनिङ टेपमा बज्ने उच्चारण विधि हो र उच्चारण यही नै हुन्छ है त्यो भएर हाम्रो अहिलेको बुकमा पनि छ र यो चाहिँ टपिक लेभल जुन ईपीएस कोरियन भाषाको विश्व भाषा लेभलमा 5औं लेभलमा चाहिँ पढ्न पर्छ यो न म र ng अनि अहिले हाम्रो चाहिँ 55 56 57 च्याप्टरतिर पनि यसको उच्चारण विधि चाहिँ राखिएको छ थोरै थोरै राखेको छ यो टोटली चाहिँ राखेको छैन अनि त्यसैगरी ल को पछाडी 2 नम्बरमा हेरौं फाछिममा ल आएमा फाछिममा ल आए त्यसको पछाडी इ य ए यो र यु आएमा उच्चारण र नगरी त्यसको उच्चारण त्यसको लगत चाहिँ ल चाहिँ के गरिन्छ ल को उच्चारण गरिन्छ भनिन्छ है जस्तै यहाँ हालिल देख्न सक्नुहुन्छ हालिललाई चाहिँ हालिल हारिल नगरिकन यसको उच्चारण चाहिँ हालिल गरिन्छ भनिन्छ है हालिल हाम्रो यो 55 या 56 च्याप्टरतिर छ 55 नै होला सायद अनि फ्यरिल भनेछ फ्यरिल नभइकन फ्यलिल पनि गरिन्न यसको उच्चारण जोडेर गर्दाखेरि फ्यलिल गरिन्छ फ्यलिल अनि अर्को छ थर्ड नम्बरमा फोरिल भन्छ फोरिल अथवा फोलिल नगरिकन त्यसको उच्चारण चाहिँ फुल्लिल हुन्छ भन्छ है फुल्लिल अनि त्यसपछि हुइबारिउ भनेछ हुइबारिउ नगरिकन हुइबालिउ नगरिकन चाहिँ यता हिबालिउ गरिन्छ उच्चारण भन्छ हिबालिउ है यसको उच्चारण चाहिँ हिबालिउ त्यो भएर कोरियन भाषा अध्ययन गर्दै हुनुहुन्छ भने कोरियन भाषा सहजै पास गर्नका लागि चाहिँ हामीलाई उच्चारण पनि के हुनु शुद्ध हुनु आवश्यक छ र शुद्ध गर्न जान्नु भयो भने पास गर्नको लागि चाहिँ एकदमै सहज हुनेछ हस्त धन्यवाद अरु बाँकी अरु भिडियोमा